के हजुरहरू पनि इक्जाम दिँदा दिँदा थाक्नु भएको छ अथवा इक्जाम दिँदै गर्दाखेरि नाम ननिस्केर थकित हुनु भएको छ अथवा चाहिँ तनावमा हुनुहुन्छ भने चाहिँ यो भिडियो हजुरहरूलाई चाहिँ एकदमै काम लाग्छ। आजको यो भिडियोमा मैले हजुरहरूलाई चाहिँ 7 गोल्डन रुल्स भन्छु, जुन चाहिँ मैले आफू फेल भइराख्दाखेरि, आफू असफल भएको बेलामा चाहिँ मैले लाइफमा चेन्ज गरिसकेपछि, त्यो रुल्सहरू मैले एडप्ट गरिसकेपछि मलाई चाहिँ नाम निकाल्न एकदमै सहज भएको कुरालाई चाहिँ मैले हजुरलाई यहाँ सेयर गर्छु। सबै भिडियो हेर्नु होला। पूर्ण सबैजनालाई फेरि पनि नमस्कार। मेरो नाम विपना गिरी र मैले चाहिँ लोकसेवासँग रिलेटेड आफूले चाहिँ भोगेका कुराहरू, एक्सपिरियन्सेसहरूलाई चाहिँ भिडियो बनाएर चाहिँ हजुरहरू माझ राख्दै आएको छु र हजुरहरूले धेरै मन पराइदिनु भएको छ, त्यसको लागि पनि धेरै धेरै धन्यवाद। मैले टिकटकबाट, युट्युबबाट र मेरो पेजबाट चाहिँ मैले यो भिडियोजहरू राखिरहेको छु। हजुरहरूले चाहिँ सबैमा मन पराइदिनु भएको छ, त्यसको लागि पनि धेरै धेरै धन्यवाद। र ढिला नगरिकन मैले हजुरहरूलाई आज त 7 गोल्डन रुल्स टु क्र्याक लोकसेवा होइन, अथवा 7 गोल्डन रुल्स विच आई हेभ एडप्टेड होइन, मैले चाहिँ जुन एडप्ट गरेर चाहिँ मैले लोकसेवा क्र्याक गरेँ त्यो बारेमा चाहिँ मैले आज यो भिडियो बनाउन जाँदैछु। सुरुमा चाहिँ पहिलो कुरा भनेको चाहिँ हजुरहरूले चाहिँ धेरैजना विद्यार्थीहरूले चाहिँ धेरै किताबहरू पढ्नुहुन्छ कि, धेरै ठाउँबाट किताबहरू लिएर आउने, धेरै किताब पढ्ने, धेरै राइटरको किताब पढ्ने, त्यो एकदमै ठुलो गल्ती हो। सुरुमा चाहिँ हजुरहरूले के गर्नुपर्छ, धेरै किताब पढ्ने होइन, एउटै किताबमा हजुरको सिलेबस कभर हुन्छ भने मजाले त्यसलाई पढेर भ्याउने, रिभाइज गर्ने, त्यसलाई मजाले मनन गरेर पढ्ने, रिभाइज गर्ने कम्प्लिट एउटा बुकलाई भ्याउने। नत्र हामीले धेरै किताब किन्छौँ, एउटा पढ्दै छोड्दै हुन्छ, त्यो कम्प्लिट कहिले पनि हुँदैन। त्यही भएर एउटा बुकमा केन्द्रीकृत रहेर चाहिँ पढ्ने है। अनि अर्को कुरा भनेको, दोस्रो कुरा भनेको चाहिँ हजुरको के हुन्छ सेकेन्डमा भनेपछि हजुरले चाहिँ लेख्ने बानी चाहिँ बसाल्न पर्यो कि होइन। तपाईँहरूले चाहिँ पढ्ने बानी मात्रै होइन कि पढ्दै लेख्दै होइन, त्यसलाई रिभाइज गर्दै लेख्ने प्र्याक्टिस गर्दै चाहिँ हजुरहरूले बानी बसाल्न पर्यो। दोस्रो कुरा होइन, दोस्रो रुल होइन। तेस्रो रुल भनेको चाहिँ हजुरले के गर्न पर्यो, तेस्रो रुल भनेपछि कम्पिट गर्न पर्यो, कम्पेयर गर्ने होइन, कम्पिट गर्ने। अरूहरूसँग आफूलाई म योभन्दा कमजोर छु, म योभन्दा जान्ने छैन भनेर कम्पेयर गर्ने होइन कि आफैसँग चाहिँ दिनौदिन मैले हिजोभन्दा आज कति सिकेँ, आजभन्दा भोलि कति सिक्छु होइन, मैले कतिको जान्नुपर्छ भनेर आफ्नो कम्पिटिटर आफै भएर आफैसँग कम्पिट गर्दै चाहिँ आफूलाई चाहिँ एउटा पर्फेक्ट चाहिँ बनाउनुपर्छ। हजुरले हरेक दिन म हिजोको दिनमा कस्तो थिएँ, आजको दिन मैले के सिकेँ भनेर आफैसँग कम्पेरिजन गर्नुभयो भने सजिलो हुन्छ। कम्पेरिजन अरूसँग नगर्ने, आफैसँग कम्पिट गर्ने है। स्टप कम्पेयरिङ, स्टार्ट कम्पिटिङ। ठिक छ, यो तेस्रो रुल है। चौथो रुल चाहिँ तपाईँको के छ भन्दाखेरि, चौथो रुलमा चाहिँ हजुरले के बुझ्नुपर्छ भन्दाखेरि हामीले चाहिँ अरूको चाहिँ अरूले नाम निकाल्यो भन्दैमा हामीले रिस गर्ने होइन, बरु रिसर्च गर्ने। रिसर्च भन्नाले लोकसेवामा कन्टेन्टहरू हुन्छ नि, तपाईँहरूको चाहिँ कानुनसँग रिलेटेड कुराहरू ल कमिसनमा गएर हेर्ने, त्यस्तै गरेर हजुरको चाहिँ नयाँ नयाँ कुराहरू आएको हुन्छ, ह्युमन राइट्ससँग रिलेटेड कुराहरू त्यो पनि त्यसमा गएर हेर्ने, करेन्ट अफेयर्सका कुराहरू हेर्ने। त्यस्तै गरेर तपाईँहरूको फरेन मिनिस्ट्रीमा जानुभयो भने चाहिँ तपाईँले डिप्लोमेटिक रिलेसन्सहरूको बारेमा थाहा पाउनुहुन्छ। प्रशासनहरूको साइटमा जानुभयो भने चाहिँ प्रशासन रिलेटेड अनलाइनहरू तपाईँको पत्र पत्रिका हेर्नु भने, गोर्खापत्र हेर्नु भने त्यो रिस गर्न छोडेर रिसर्च गर्नु पर्यो, तनाव लिन छोडेर। अर्को कुरा भनेको चाहिँ पाँचौँ सूत्र भनेको चाहिँ तनाव लिन छोडेर ट्याकल गर्न सिक्न पर्यो। ट्याकल भनेको हजुरको फाइनेन्सियल स्ट्रेस ट्याकल गर्न भनेको हजुरहरूले चाहिँ त्यसलाई चाहिँ बेहोर्न सिक्न पर्यो कि हो मैले यतिको गर्न सक्छु, मैले यतिको तनाव चाहिँ मबाट मैले तनाव लिनु हुँदैन, म चाहिँ गर्न सक्छु भनेर आफैलाई सम्हाल्न सक्नु पर्यो, आफैलाई ट्याकल गर्न सक्नु पर्यो है। तनाव लिने नै होइन, ट्याकल गर्न सक्नु पर्यो है। अनि छैटौँ कुरा भनेको चाहिँ हजुरको के हुन्छ भन्दाखेरि हजुरहरूले चाहिँ आफूलाई चाहिँ के गर्नु पर्यो भने चाहिँ एक्टिभेट गर्न पर्यो कि होइन, लेजी हुनु भएन, एक्टिभेट गर्न पर्यो। कुन कुरा भन्दाखेरि हजुरहरूले चाहिँ पढ्ने कुरामा म भोलि पढ्छु अथवा सही समयको चाहिँ हामीले पर्खाइ गर्न भएन होइन, सही समयको पर्खाइ गर्न भएन, बरु हरेक समयलाई चाहिँ सही ढङ्गले चाहिँ सदुपयोग गर्न पर्यो है। तपाईँले चाहिँ समय यतिखेर आउला, म आजबाट गर्दिनँ, म भोलिबाट पढ्छु, भोलि नै पर्सिबाट गर्छु, अथवा पछि भन्न छोडेर अहिले भन्ने बानी बसाल्नु भयो भने नाम पनि पछि होइन अहिले नै निस्किन्छ है। आजकालै निस्किन्छ, अहिले निस्किन्छ, तत्कालै निस्किन्छ है। त्यही भएर पछि पढ्न चाहिँ हामीले राख्न भएन, भाका राख्न भएन होइन, अहिले नै तत्कालै नै काम गर्न पर्यो भनेर चाहिँ हजुरहरूले चाहिँ बुझ्न पर्यो है। र सातौँ कुरा भनेको चाहिँ हजुरले के बुझ्नु पर्यो भन्दाखेरि चाहिँ अर्को कुरा भनेको चाहिँ समय व्यवस्थापन है। समय व्यवस्थापन तपाईँले समय सदुपयोग गर्नुको साथसाथै समयलाई चाहिँ व्यवस्थित रूपले चाहिँ एउटा टाइम टेबलको रूपले चाहिँ हजुरले चाहिँ व्यवस्थित गर्न सक्नुभयो भने चाहिँ त्यसले एकदमै सहज गर्छ है। अनि त्यसपछि गएर अर्को कुरा के छ भने हजुरले चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि आफूलाई चाहिँ डिस्ट्र्याक्सन्सहरूबाट चाहिँ टाढा राख्नु पर्यो कि कति धेरै डिस्ट्र्याक्सन्सहरू हुन्छ होइन। मैले मोबाइललाई मात्र डिस्ट्र्याक्सन भन्दिनँ, तर म किनभने चाहिँ मोबाइलमा धेरै
चाहिने कुराहरू पनि आइरहेको हुन्छ होइन धेरै कुराहरू चाहिने कुरा पढाइको कुरा रिलेटेड पनि आउँछ डिस्ट्र्याक्सन चाहिँ हजुरले चाहिँ कस्तोबाट हजुरले टाढा बस्नु पर्यो भन्दा कोही व्यक्तिहरूले हजुरलाई डिमोटिभेट गरिदिने डिमोरलाइज गरिदिने कुराहरू गर्दाखेरि होच्याएर अथवा चाहिँ तल गई गर्न सक्दैनस् भनेर डिमोरलाइज गर्ने पनि कुराहरू हुन्छ नि हो त्यस्ता व्यक्तिहरूसँग आफूलाई चाहिँ टाढा राख्न सक्नुभयो भने हजुरलाई धेरै सजिलो पनि हुन्छ मैले चाहिँ अपनाएका कुराहरू यी थिए है मलाई त्यसले धेरै हेल्प गर्यो होइन कसलाई यस्ता यस्ता कुराहरू हुन्छन् अथवा कसले चाहिँ यस्तो यस्तो कुराहरू एडप्ट गर्नुभएको छ भने चाहिँ मैले 7वटा गोल्डन रुल्स राखेको छु होइन त्यसमध्ये एउटा दुईवटा कसैले अहिले पनि फलो गरिराख्नु भएको हुनसक्छ नि होइन यदि फलो गर्नुभएको छ भने यस म्याम मैले चाहिँ फलो गरेको छु भनेर लेखिदिनु होला अनि हजुरलाई भिडियो कस्तो लाग्छ प्रतिक्रिया पनि दिनु होला ताकि मलाई आगामी भिडियोहरूमा पनि हजुरहरूकोसँग रिलेटेड कस्तो कुराहरू चाहिँ हजुरलाई चाहिन्छ होइन त्यो पनि कमेन्ट सेक्सनमा लेखिदिनु भयो भने त्यहीसँग रिलेटेड भएर मैले भिडियोहरू बनाउँदै गर्छु जस कारणले गर्दा हजुरलाई पनि सहजीकरण हुन्छ होइन यति भन्दै हजुरलाई आगामी एक्जामको लागि धेरै धेरै शुभकामना छिट्टै नामिसियोस् है सङ्घर्षका दिन छिट्टै बितुन् र सफलताका दिन छिट्टै आउन् भन्दै हजुरलाई शुभेच्छाका साथ आजको भिडियोबाट म बिदा चाहन्छु र सँगसँगै हजुरहरूले चाहिँ जो कोही कृषि को चाहिँ लोकसेवा तयारी गर्दै हुनुहुन्छ जेटी र अफिसर लेभलको भने चाहिँ मैले चाहिँ मानवीय एजुकेसन इन्स्टिट्युटमा प्रशिक्षण पनि गराउँछु हजुरहरूले त्यहाँ चाहिँ एडमिसन लिएर चाहिँ क्लासेसहरू जोइन गर्न सक्नुहुन्छ यो चाहिँ कस्तो छ भन्दा यो एकदमै स्टुडेन्ट फ्रेन्डली भएको कारणले गर्दा मैले चाहिँ यसरी हजुरहरूलाई चाहिँ यहाँ भनेको नम्बर रहेको छ 9763251680 म डिस्क्रिप्सनमा पनि लेखिदिन्छु हजुरले त्यहाँबाट पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ कृषिको मात्रै छ त्यहाँ र यति भन्दै हजुरहरू सबैलाई चाहिँ धेरै धेरै धन्यवाद भिडियोलाई यति धेरै मन पराइदिनु भएकोमा र भिडियो अन्तिमसम्म हेर्नु भएकोमा र मन परेको छ भने साथीहरूलाई सेयर पनि गर्नु होला थ्याङ्क यू सो मच